आज चाहिँ म 7 वर्ष बादमा चाहिँ हाम्रो कलेज है भिजिट गरेको थिएँ। यति बेसी चेन्जेस भइसकेको रहेछ हाम्रो नाम्ची गभर्मेन्ट कलेज चाहिँ। 7 वर्षको बादमा हो नि त, चेन्जेस त पुरै आइहाल्छ नि त है। मलाई चाहिँ मिक्स्ड फिलिङ भइरहेको थियो क्या, इमोसनल पनि भइरहेको थिएँ, एकदम ह्याप्पी पनि थिएँ है। 7 वर्षको बादमा हो नि त म कलेजमा पहिला टेकेको चाहिँ कति बेसी मेमोरिजहरू थियो है। मलाई याद आयो 3 वर्ष बिताएको नि त मैले कलेजमा। यता चाहिँ कामराङको बाटोमा पनि सट्टै कलेजमा छिट्टो हुने गेट बनाएको रहेछ है। त्यहाँदेखि सिधै आयो भने चाहिँ टक्क आइपुग्छ नि त, नभए चाहिँ माथिल्लो गेटबाट चाहिँ यहाँ आइपुग्नु पर्थ्यो नि त। हेलो सेवारो नमस्ते। आज चाहिँ तपाईँहरूले देखिहाल्नुभयो म नाम्ची कलेज आएको छु 7 वर्ष बादमा आएको चाहिँ त। अन्त कस्तो पहिलाको यादहरू आइरहेको थियो। अनि यहाँ चाहिँ पोस्टर रहेछ जेएमसी डिपार्टमेन्टकोले सङ्गत भन्ने उहाँहरूले मुभी बनाउनु भएको रहेछ नि त। यहाँ हेर्नुहोस् न, यहाँ बस्दै हामीहरू चाहिँ के भन्छ ग्यापमा चाहिँ 1 घन्टा 2 घन्टाको ग्याप हुन्थ्यो नि त क्लास। हामी चाहिँ यहाँ बस्थ्यो, रुम जान्थेन, रुम टाढो थियो। अन्त चाहिँ हामीहरू यहाँ बस्थ्यो, यता पनि बस्थ्यो। कस्तो याद आयो क्या त्यो पहिलाको। हामीहरू 1 घन्टाहरू त यहीँ बिताउँथ्यो, प्रायः फोन चलाएरै बिताइदिन्थ्यो हामीले चाहिँ। कस्तो राम्रो छ के हाम्रो नाम्ची गभर्मेन्ट कलेज चाहिँ, हरियाली छ। यहाँदेखि चाहिँ भित्र पस्ने जग्गा हो कलेजभित्र, यस्तो छ बाहिरको भित्रको नजारा चाहिँ। भित्रको पनि बाहिरको नजारा भनौँ न, क्लास बाहिरको। यता हल 6 को हल नम्बर 1 मा चाहिँ मेरो बहिनीको इक्जाम हुँदै थियो नि त। म बहिनीसँग आएको थिएँ नि त, बहिनीको इक्जाम थियो। अन्त यता हुँदै थियो बहिनीको इक्जाम चाहिँ, त्यही भएर म चाहिँ बाहिर पर्खिनु पर्थ्यो बहिनीलाई। अन्त चाहिँ भिडियो गरेको नि त। हेर्नुहोस् न कस्तो बेसी ग्रिनेरी छ है। बाहिर बिचमा छ, ग्रिनेरीको बिचमा चाहिँ नाम्ची कलेज छ नि त। यहाँ चाहिँ म वेट गरिरहेको छु बहिनीलाई। 2 घन्टाको इक्जाम थियो बहिनीको। अन्त म चाहिँ यता वेट गर्दै भिडियोहरू बनाउँदै बसिरहेको थिएँ। यो चाहिँ म्यापिङको बोर्ड हो। यहाँ चाहिँ सबै कहाँ छ है कलेजको त्यो सबै यहाँ छ, बोर्डमै लेखिदिएको छ। कसै नयाँ हुनुहुन्छ भने कन्फ्युजन हुँदैन, बोर्ड हेरेरै सबै जग्गा त्यहाँ चिनिन्छ नि त, उयो कन्फ्युज हुँदैन। यहाँदेखि म चाहिँ हाम्रो पहिलाको क्लास हुन्थ्यो नि त हाम्रो डिपार्टमेन्टको, कस्तो याद आइदियो क्या। अन्त एकछिन गएको थिएँ म माथिसम्म। चाहिँ क्लासभित्रै पनि जाने मन थियो, लक नभए चाहिँ। तर त्यहाँ स्टुडेन्टहरू पुरा हल्ला गर्दै थियो, क्लास पनि हुँदै थियो जस्तो लाग्यो, त्यसै कारण म गइनँ, त्यहाँदेखि फर्केँ। त्यहाँदेखि यहाँ बिचदेखि यता छिर्ने पनि बनाएको रहेछ जग्गा है। टु मच चेन्जेस क्या कलेज चाहिँ। एउटा नयाँ कुरा चाहिँ यता हेर्नुहोस् न, साइन्स ब्लक अलग्गै बनाएको रहेछ। नभए चाहिँ यही ठुलो कलेजसँग एट्याच थियो नि त साइन्स पनि, साइन्स डिपार्टमेन्ट पनि। अहिले चाहिँ अलग्गै बनाएको रहेछ, त मजाको थियो। तर म तलभित्र चाहिँ गइनँ, पुरा घाम लागिरहेको थियो नि त, गरम पनि भइरहेको थियो। माथिबाट नै नजारा देखाएँ। साइन्स ब्लक पनि छुट्टै बनाउनु भएको रहेछ नि त, मजाको। यहाँ चाहिँ मैले मामाको क्यान्टिनमा चिया पिएँ 1 कप। यहाँ चाहिँ मामा हुनुहुन्छ, उहाँले चाहिँ कलेज बस चलाउनुहुन्छ नि त। साह्रै याद छ क्या, बसमा दगुरी दगुरी चढेको हामीहरू। यहाँ चाहिँ बहिनीलाई पर्खिरहेको छु। बाहिरको नजारा यस्तो छ, मेरो बसाइ यस्तो छ। स्टिल म चाहिँ बहिनीलाई पर्खिरहेको छु। 11 बजिरहेछ, 12-1 बजीसम्म इक्जाम छ। त्यहाँदेखि 3 घन्टा चाहिँ म चाहिँ यसरी नै बस। मेरो पछाडि चाहिँ कलेज छ है। म चाहिँ रुखको छलमा बसिरहेको छु नि त, घाम लागिरहेको थियो पुरै। तर यहाँ चाहिँ शीतल थियो, शीतल ताप्दै कलेजलाई हेर्दै है। पहिलाको यादहरू कति बेसी आइरहेको थियो मलाई। अन्त यहाँ चाहिँ म चाहिँ बसिरहेको छु, बहिनीलाई पर्खिरहेको छु। अन्त यस्तो छ हाम्रो नाम्ची कलेजको नजारा। एकपल्ट हेरिदिनु होला, माया गरिदिनु होला। And thank you for watching.